हजुरहरूलाई एउटा दुःखद खबर सुनाउँदैछु। अहिले यो टोखा नगरपालिका वडा नम्बर 9 यो यहाँनिर शिव मन्दिर हो। यसको थोरै उत्तरपट्टि यहाँ हामीले यो अहिले बिरुवा रोपेर हुर्किसकेको बिरुवाहरू यो एभोकाडोको बिरुवा हो। यो तल्लो अम्बाको हो। यहाँ यो तारबार लगाएको थियौँ। अहिले तारबार चाहिँ यसरी खोलामा फालेर रहेछ नि त। एउटा त्यहाँ, एउटा चाहिँ यहाँ, दुई ठाउँ चाहिँ गरेर यो चाहिँ विष्णुमती नदीमा चाहिँ फाले रहेछन्। अब यो कसले फालेको हो, यो सम्बन्धित निकायको ध्यान जाओस् भन्न चाहन्छु। यो नितान्त निःशुल्क रूपमा विष्णुमती सफाई अभियानले बिरुवा रोपेको हो र बिरुवालाई संरक्षण गर्न पहिला पनि हामीले चाहिँ बिरुवा रोपेका थियौँ। पहिला पनि तारबार सबै लगाएका थियौँ। बिरुवाहरू यहाँ केही बिरुवा यसरी हुर्केका छन् भने अब यहाँ नहुर्केका ठाउँमा फेरि पुनः रोपेर तारबार लगाएको। यो कसैसँग हामीले एक रुपियाँ चन्दा मागे पनि होइन, कसैले दिएर चाहिँ डोनेट गरेर चाहिँ लगाए पनि होइन। कुनै सङ्घ संस्था, जनप्रतिनिधि, वडा नगरपालिका कसैले दिएको होइन। यो नितान्त विष्णुमती सफाई अभियानले आफूले स्वस्फूर्त रूपमा आफै तारबार चाहिँ यो बिरुवालाई संरक्षण गर्नको लागि टिगाड बनाएर यहाँ लगाएका थियौँ। अब यो चाहिँ टिगाड चाहिँ यतापट्टि यसरी वेल्डिङ पनि गरेको देख्नुहुन्छ। यसरी वेल्डिङ गरेर तल गाडेर रोपेको चाहिँ यो टिगाडहरू यसरी चाहिँ नदीमा फालिएको छ। अब यस्तोलाई हजुरहरू के भन्नुहुन्छ? हजुरहरूले अब उहाँहरूलाई त हामीले पटक पटक भनिसक्यो। अस्ति भर्खर पनि 1-1.5 महिना अगाडि माथि चाहिँ 35वटा टिगाड निकालेको थियो। अनि 4-5वटा अभियानका साथीहरू आएर चाहिँ वडा अध्यक्षलाई जानकारी गराउँ, म तुरुन्त हालिदिन्छु भन्नुभएको थियो। अहिले त्यहाँ एउटा पनि बिरुवा छैन। बिरुवा सबै मरिसकेर एउटा चाहिँ तारबार पनि हाल्नु भएको छैन। अब यहाँ पनि फेरि आज यो दुईवटा टिगाड छैन। उतापट्टिको अवस्था पनि तपाईँहरूलाई म देखाइदिन्छु। उहाँले तुरुन्तै म हाल्छु भनेर अभियन्ताको अगाडि उहाँले भाइ चाहिँ प्रतिबद्धता जाहेर गर्नुभएको थियो। मैले फेसबुकमा चाहिँ पोस्ट पनि गरेको थिएँ। यसरी चाहिँ टिगाड चाहिँ निकालिएको र एउटा त फेरि पुनः म हालिदिन्छु भन्नुभएको थियो। यहाँ यो 3टा बाहेक योभन्दा माथिका चाहिँ टिगाडहरू सबै निकालिए। यसरी सबै बिरुवाहरू हुर्किसकेका थिए, देख्न सक्नुहुन्छ। यता ठुलो भइसकेका थिए। अब अहिले बिरुवाहरू 2-4वटा बाहेक अरू सबै मरिसकेका छन्। अहिले यही साल पनि हामीले 3 पटक यो ठाउँमा चाहिँ बिरुवा रोप्यौँ र बिरुवा रोपेर हुर्केनन् भनेर हामी टिगाड आफै बनाएर यहाँ लगाएका थियौँ। त्यसले हेर्नुहोस्, अब यहाँको एउटा चाहिँ छैन। यहाँ एउटा छ, अब यहाँको छैन, यहाँको पनि छैन। यहाँ एउटा बाँचिया छ। यसरी अब यहाँको पनि एउटा छैन। यसरी यहाँको एउटा बिरुवा छैन, यहाँको एउटा बिरुवा छैन। यसरी यहाँ चाहिँ बिरुवा नै फालेर ब्लक हालेको छ। यहाँ एउटा 2टा, त्यहाँ 2टा, 4वटा बिरुवा छन्। अरू सब बिरुवाहरू तपाईँ देख्न सक्नुहुन्छ यहाँ छैन। यहीँ परैसम्म बिरुवा छैन। यसरी नाश गरिएको छ। 5वटा बिरुवा बाहेक यहाँ चाहिँ 36-37वटा, 37 त्यहाँबाट माथि 40वटा बिरुवा थियो। ती बिरुवामा अब चाहिँ 5-6वटा बिरुवा भन्दा अरू कुनै पनि छैन। सब नष्ट गरिएको छ। अब यस्तो अभियानले यसरी निःशुल्क रूपमा रोपेका, आफैले संरक्षण गरेको, आफै बिरुवा ल्याएर आफै रोपेर आफै टिगाडेको ठाउँलाई पनि अब यो वडाले चाहिँ यदि संरक्षण गर्न सक्नुहुन्न। अब हामी पहिला 35वटा टिगाड चाहिँ उहाँहरूकै नेतृत्वमा चाहिँ उठाइदिएको थियो। तीमध्ये चाहिँ 20-22वटा पछि हामीले यहाँ फेला पारेका छौँ। त्यो पनि देखाउँछु टिगाड। अरू टिगाड कहाँ गए थाहा छैन। 20-22वटा चाहिँ यहाँ छन्। यहाँले यसरी फालिएको छ। हेर्नुहोस्, यस्तो दुःखद अवस्था छ। यहाँ ल्याएर यसरी यी टिगाडहरू यसरी चाहिँ फ्याँकिएको छ। यो अहिले कति दुःख गरेर हामी चाहिँ 90वटा टिगाड लगाएको थियौँ। तीमध्ये अहिले 35वटा फाल्यो। अहिले चाहिँ त्यहाँ तल 2टा र 37वटा फालिसकेको छ। वडा अध्यक्षले चाहिँ अभियन्ताज्यूहरूको चाहिँ उसमा चाहिँ यसरी निकालिएछ भनेर हामीले चाहिँ उहाँलाई जानकारी गराउँदा तुरुन्तै त्यो निकालेर फाल्ने ठेकेदारलाई फोन गरेर हाल्न लगाउनु भयो। अरू बिरुवाहरू पनि छैनन् भने, टिगाड छैन भने म हाल्छु तुरुन्त भनेर भन्नुभएको पनि आज 1.5 महिना भइसकेको छ।
त्यो हालिएको छैन। अत्यन्तै दुःख लाग्ने कुरा भइरहेको छ हाम्रो त्यो टोखा 9 मा। अब हजुरहरू जनता जनार्दन के भन्नुहुन्छ, त्यो राम्रो हो कि नराम्रो हो कि? उहाँहरूले गर्नुपर्ने काम हामीले निःशुल्क रूपमा सफाई गरिरहेछौँ, जनचेतनामूलक कार्य गरिरहेछौँ, बिरुवा रोपिरहेछौँ, बिरुवालाई पानी हालिरहेछौँ, गोडमेल गरेका छौँ, टिगाडोल राखेका छौँ। हामी आफैले सो स्रोतमा आफै लगानी गरेर आफ्नो समय खर्च गरेर यसरी गरेको कामहरूमा यो चाहिँ उहाँहरूको चाहिँ यो अत्यन्तै लापरवाही भएको देखिएको छ। यसमा जनता हजुरहरूले जे प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा यो चाहिँ सेयर गरेर मेयर समक्ष, वडाध्यक्ष समक्ष पुर्याइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। जय विष्णुमती, जय सरसफाई, जय वातावरण, जय पर्यावरण।